손질할 것이 많아서 봐요. 3 एन्सर भयो। 5 मा नामजागा छिजकान यजाए छालमत फैन हेङ्दोगुन मुहसुन्निका। यजागा केटाले छिजकान भनेको औंले आएको। यजाए केटीको छालमत फैन हेङ्दोङ भनेको गल्ती व्यवहार, गल्ती क्रियाकलाप। मुहसुन्निका केटोले केटीको कुन गल्तीको कुरा गरिरहेछ यहाँ? सांछु भनेको सागलाई सिच्च्याना सुनिदा धोइनिन् उनले। साग नै धोइनिन् अरे। सांसुरुल छालमत फोक्वा 봐요. 3 एन्सर भयो। 5 मा नामजागा छिजकान यजाए छालमत फैन हेङ्दोगुन मुहसुन्निका। यजागा केटाले छिजकान भनेको औंले आएको। यजाए केटीको छालमत फैन हेङ्दोङ भनेको गल्ती व्यवहार, गल्ती क्रियाकलाप। मुहसुन्निका केटोले केटीको कुन गल्तीको कुरा गरिरहेछ यहाँ? सांछु भनेको सागलाई सिच्च्याना सुनिदा धोइनिन् उनले। साग नै धोइनिन् अरे। सांसुरुल छालमत फोक्वान सुनिदा सागलाई गलत तरिकाले भण्डारण गरिन्। सांसुरुल फेसोङ हाजी आना सुनिदा सागलाई धुवानी नै गरिनिन् र सांसुरुल नेङजाङ गोए नछि आन सुनिदा सागलाई फ्रिजमै राखिनिन्। केटीले कुन गल्ती गरिन् जुन कुरा चाहिँ केटाले यहाँनिर औंलाइरहेको छ? 5번. 남자가 지적한 여자의 잘못된 행동은 무엇입니까? 오전에 배달된 상추는 어디에 있어요? बिहान डेलिभरी भएको साग चाहिँ कहाँ छ? 씻어서 바구니에 담아 냉장고에 넣어두었습니다. शीशस फागुनी थामा धोएर बास्केटमा राखेर फ्रिजमा राखेको छु। हजुर खाना खायो? बाँकी रहेछ अब खाना आँटेको यहाँ पढ्दैछु। क्या कतिउन्? अन्डाको हाँ? अन्डा र इस्कुसको। मिठो हुन्छ त अन्डा र इस्कुस। के गर्दैछ एसी ग्यास सन्चै छौ? सिजिना राम्रो पढ्नु है। ल ल आफ्नो भविष्य बनाउँछु, राम्रो भविष्य म सुरक्षित गर्छु भनेर पढ्नु ल। भोजन के गर्दैछ? हुन्छ। ऊ त यहाँ अहिले पढेर बसिरहेछ। सारे बुच्ची खाला से सारे बुच्ची खाला से न्यू खोजेको अरे ये थुक्का मरि जातो त ल ल के गरेको? राख्दैको है के गरेको? मासु खाएको। कसको मासु? बिरालो मरेको थियो त्यसको। क्यों किया वैसा? राख्दैको ब्यालेन्स छैन यहाँ। ल ल 상추는 밀폐 용기에 담아서 보관해야 돼요. धोएको सागसब्जीलाई एयरटाइट कन्टेनरमा राख्नुपर्छ। 몰랐습니다. थाहै थिएन। 다음부터 주의하겠습니다. अबदेखि होसियारी हुनेछु। शीशस फागुनी थामा नेङजाङ गोए नथुअस्सम्निदा। सिसुन सांसुनन मिल्फे योङ्गिए भनेको एयरटाइट कन्टेनरमा थामास राखेर फोक्वान या थोयो भण्डारण गर्नुपर्छ। मल्ला सम्निदा थाहा भएन थामबुथ छुइ आगे सम्निदा अबदेखि होसियारी हुनेछु। सागसब्जी धोइनिन् भन्छ धोइन्, अनि ढुवानी गरिनिन् भन्छ भयो। सांसुरोल छालमत फोक्वान सम्निदा र सांसुरोल नेङजाङ गोए नच्याल सम्निदा फ्रिजमा राखिनिन् राखिन्, तर नेङ छालमत फोक्वान सम्निदा उनले गल्ती तरिकाले भण्डारण गरिन् के है। त्यो भएर यसको एन्सर 2 भयो। ल भोलि अर्को च्याप्टर पढौँ।